नेपाली ब्रोले गरे अपराध कबुल प्रेमिका भनिएकी युवती प्रहरीको नियन्त्रणमा के फाँसी दिने सजाय आउला त नेपालमा यसको सम्पूर्ण जानकारी दिनेछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। हामीलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नका लागि अनुरोध गर्न चाहन्छु। एक साता अघि ताकेश्वर नगरपालिका 6 लुलाङ पैयुटारमा नेपाली ब्रो भनिने कुमार थापा मगरद्वारा पत्नी ईश्वरी भुजेलको हत्या प्रकरणमा पक्राउ परेका थप 3 जना माथि प्रहरीले अनुसन्धान जारी राखेको छ। घटना लगातै शुक्रबार राति नेपाली ब्रो भनिने कुमार थापा मगरलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिए त्यहाँ स्थित प्रहरी विरुद्ध हिरासतमा राखेको थियो भने भोलिपल्ट थप 3 जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा नुवाकोट ताकेश्वर गाउँपालिका 3 घर, काठमाडौँ ताकेश्वर नगरपालिका बस्ने 36 वर्षका विक्रम थापा मगर, बालाजु बस्ने 40 वर्षीय पूजन थापा र जुम्ला घरबैको कणेश्वर जोरपाटी बस्ने 25 वर्षीय परमिता आचार्य छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार 4 जना प्रतिवादीको बयान कागज भइरहेको छ। हालसम्म उनीहरू अनुसन्धानकै क्रममा रहेका छन्। पक्राउ परेका मध्ये विक्रम नेपाली ब्रोको आफ्नो भाइ हुन् भने पूजन र प्रतीक्षा साथी हुन्। मृतक ईश्वरी भुजेलको माइती पक्षले दिएको जाहेरीको नाममा उल्लेख भएका कारणले विक्रम, पूजन र प्रतीक्षालाई पक्राउ गरिएको छ। घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार नेपाली ब्रोले अपराध कबुल गरेका छन्। अन्यले इन्कारी बयान दिएको प्रहरीले बताएको छ। पक्राउ परेकी प्रतीक्षा नेपाली ब्रोकी प्रेमिका भएको ईश्वरी माइती पक्षको परिवारले जाहेरीमा उल्लेख गरेका छन्। यसलाई पुष्टि गर्ने खालको फोटो भिडियोहरू पनि सार्वजनिक भएका छन्। तर प्रतीक्षाले प्रहरीसँग आफू नेपाली ब्रोको साथी मात्र भएको दाबी गरेका छन्। नेपाली ब्रोसँग एक टिकटकरको हिसाबले भेट भएको र केही सँगै टिकटकहरू बनाएको बाहेक अन्य कुनै किसिमको सम्बन्ध नरहेको उनको भनाइ रहेको छ। टिकटक बनाउने आदत लागेको कारणले म फस्ने, त्यो बाहेक नेपाली ब्रोसँग अरू मेरो कुनै पनि सम्बन्ध होइन, प्रहरीको बयानमा उनले भनेकी छन्। आफू नेपाली ब्रोको प्रेमिका भन्ने ईश्वरीको माइती पक्षको गरेको दाबीलाई झुटो भन्दै उनले आफू अध्ययन र रोजगारीको खोजीमा काठमाडौँ आएको बताएकी छन्। नेपाली ब्रोको घरयासी मामिलामा बारेमा घटना हुनुभन्दा अगाडि केही जानकारी नभएको उनको भनाइ रहेको छ। नेपाली ब्रोले घटनाभन्दा केही समय अगाडि प्रतीक्षासँग कारमै चुम्बन गर्दै नेपाली ब्रोले टिकटक लाइभ गरेका थिए। त्यतिबेला प्रतीक्षाले चुम्बन मात्रै गर्नु कुनै ठुलो कुरो होइन भन्ने प्रतिक्रिया दिएकी थिइन्। हत्यापछि टिकटक लाइभमा उनले घटनाको विरोध गरेकी थिइन्। पक्राउ परेको पूजनले हालसम्म आफू नेपाली ब्रोको साथी भएको स्वीकार गरेकी छिन्, तर घटनामा आफ्नो कुनै सम्बन्ध नभएको उनले बताएकी छन्। नेपाली ब्रोको भाइ विक्रमले ईश्वरीसँग कानुनी रूपमा अलग हुनु राम्रो हुने सुझाव दिएको तर हत्या जस्तो जघन्य कार्यमा आफूले कोही कतै उसकाट नगरेको उनले बताएका छन्। उनीमाथि अनुसन्धानका लागि पर्याप्त म्याद जारी रहेको कारणले बयान बाहेक अन्य अनुसन्धान पनि चलिरहेको प्रहरीले जानकारी दिएको छ। बयान सकिएपछि कसलाई कस्तो कारबाही हुन्छ भन्ने जानकारी आउने बताइएको छ।